नमस्कार। आज हामीहरूले नेपालको राजनीतिक विभाजन, नेपालको भूगोलबाट प्रदेशहरूको नाम हामीहरू पढ्छौं, जसमा प्रदेश नम्बर 1 मा प्रदेश नम्बर 1 देखि लिएर प्रदेश नम्बर 7 सम्म छ। नेपालमा जम्मा कतिवटा प्रदेश हो? 7 वटा। प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, प्रदेश नम्बर 3, प्रदेश नम्बर 4, प्रदेश नम्बर 5, प्रदेश नम्बर 6, प्रदेश नम्बर 7। प्रदेश नम्बर 1 मा कतिवटा जिल्ला? 14 वटा। कतिवटा? 14 वटा। प्रदेश नम्बर 2 मा 8 वटा। प्रदेश नम्बर 3 मा 13 वटा। प्रदेश नम्बर 4 मा 11 वटा। प्रदेश नम्बर 5 मा 12 वटा। प्रदेश नम्बर 6 मा 10 वटा। प्रदेश नम्बर 7 मा 9 वटा। हैन? प्रदेश नम्बर 1 मा प्रदेश नम्बर 1 को पहिलो जिल्ला कुन हो? इलाम, ताप्लेजुङ, पाँचथर, झापा, तेह्रथुम, भोजपुर, सुनसरी, मोरङ, धनकुट्टा, सखुवासभा, खोटाङ, उदयपुर, सोलखुम्बु, अखलढुङ्गा। यो चाहिँ प्रदेश नम्बर 1 मा पर्ने 14 वटा जिल्ला संख्या हो। र प्रदेश नम्बर 2 मा पर्ने जिल्ला मध्य सप्तरी, सिरा, धनसा, महतरी, सर्लाही, रौतहट, बारा, पर्सा। यो प्रदेश नम्बर 2 मध्ये हाम्रो जिल्ला कहाँ छ? सर्लाही। हामीहरू कहाँ बस्छ? सर्लाही जिल्लामा। प्रदेश नम्बर 3 मध्ये पहिलो दोलखा, सेन्धुली, रामेछाप, रसुवा, दाधिङ, नुवाकोट, काठमाडौँ, सिन्धुलीपाल्चोक, भक्तपुर, काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, मकवानपुर। यो जम्मा प्रदेश नम्बर 3 मा पर्ने जिल्ला कतिवटा छ? 13 वटा। प्रदेश नम्बर 4 मा पर्ने जिल्लाहरू मध्ये गोर्खा, तनहुँ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, त्यसपछि म्याग्दी, बागलुङ, लमजुङ, पूर्व नवलपरासी र 11 नम्बरमा मुस्ताङ। यो जम्मा 11 वटा जिल्ला पर्ने हो प्रदेश नम्बर 4 मा। र यस्तै गरी प्रदेश नम्बर 5 मा पहिलो जिल्ला मध्ये गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, रूपन्देही, कापिलवास्तु, पूर्व रुकुम, रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया। यो जम्मा 5 नम्बर प्रदेशमा पर्ने जिल्ला 12 वटा हो। र यस्तै गरी प्रदेश नम्बर 6 मा प्रदेश नम्बर 6 को 1 नम्बरमा पर्ने जिल्ला पश्चिम रुकुम, सल्यान, दौलेख, जाजरकोट, सुर्खेत, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला। यो चाहिँ जम्मा 10 वटा पर्ने जिल्ला संख्या प्रदेश नम्बर 6 मा हो। र प्रदेश नम्बर 7 मा पहिलो बाझाङ, बाजुरा, डोटी, आछम, कैलाली, दार्जुला, बेतडी, डडेलधुरा, कञ्चनपुर। यो जम्मा प्रदेश नम्बर 7 मा पर्ने 9 वटा जिल्ला संख्या हो। र यो चाहिँ प्रदेश नम्बर 1 देखि प्रदेश नम्बर 7 सम्मको जुन राजनीतिक विभाजन यो चाहिँ जिल्ला संख्या छ, यो टोटल कतिवटा छ? 77 वटा छ। हामीहरूले यसलाई जोडेर हेर्छौं 77 वटा पुग्छ कि पुग्दैन। जसमध्ये पहिलो हो प्रदेश नम्बर 1 मा 14 वटा, प्रदेश नम्बर 2 मा 8 वटा, प्रदेश नम्बर 3 मा 13 वटा, प्रदेश नम्बर 4 मा 11 वटा, प्रदेश नम्बर 5 मा 12 वटा, प्रदेश नम्बर 6 मा 10 वटा र प्रदेश नम्बर 7 मा 9 वटा। 8 4 12, 12 3 कति हुन्छ? 15, 15 1 16, 16 2 18, 18 9 कति हुन्छ? 27, 7 9 27, 27 को 7, हातमा 2, 2 1 3, 3 1 4, 4 1 5, 5 1 6 1 7। यो भने 77 वटा के भयो? जिल्ला संख्या भयो। हो कि हैन? जिल्ला संख्या भयो। यही नेपालमा जम्मा जिल्ला संख्या कति छ? 77 वटा। नेपालमा जम्मा संख्या जिल्ला संख्या 77 वटा, 7 वटा प्रदेश हो। र कुन प्रदेशमा कतिवटा जिल्ला संख्या पर्छ त्यो चाहिँ हामीहरूले भोलि याद गरेर आउला है।